फाइनल सो गाइस आज पनि हाम्रो यात्रा रहेको छ सिद्ध बाबाको यात्रा रहेको छ हाम्रो चाहिँ आज चाहिँ शिवरात्रिको उपलक्ष्यमा अब चाहिँ आज चाहिँ हाम्रो सिद्ध बाबा दर्शनको लागि हिँडेका छौँ हामी चाहिँ 3 जना साथीहरू भयो ट्याक्क लगाएर चाहिँ आज एकदम चाहिँ यो चाहिँ ओल्लो सिद्ध बाबा हो भने यो यसको 15 मिनट पछि अर्को सिद्ध बाबा आउनेछ यो चाहिँ कपिलवस्तु र पाल्पाको सिमाना रहेको छ यो गेट चाहिँ गेटको उताको भाग चाहिँ चाहिँ रूपन्देही रहेको छ एकदम समुद्र पारी जानेछौँ हामी चाहिँ तल खोलो पनि रहेको छ यो रोड चाहिँ नेपालको एकदम खतरनाक रोड भनेर चिनिन्छ यो चाहिँ अलि अप्ठ्यारो छ बाटो चाहिँ वातावरण एकदम राम्रो रहेको छ अग्लो पहाड अनि पछि बाटो चाहिँ अप्ठ्यारै छ नदी देख्न सक्नुहुन्छ नदी मानिसको चहल पहल पनि देखिरहेको छ चाहिँ सबैजना दर्शकहरू इन्डियादेखि आसपासका जिल्लाहरूदेखि लाइक कमेन्ट सब्सक्राइब गर्नु यहाँ चाहिँ बाटा लान्छन् ट्राफिक पुलिसहरू चाहिँ धेरै थिए बाटोमा यहाँ बिच बाटोमा ट्राफिक पुलिसहरू बसिरहेका थिए बाटोमा जाम नहोस् भनेको लागि जाम धेरै थिए बाटोमा अगाडिपट्टि सोकाइ अब चाहिँ केही बेरमा हामी रानीमहल सिद्ध बाबा आइनेछ कस्तो लाग्छ भिडियो चाहिँ आज भी ये होठों पे तेरे ही तराने हैं मेरे ख्यालों में दिल की किताबों में लिखे तुझे मिलने के लाखों बहाने हैं शाम से है यूं बीत गए हम दुनिया भुला कर जीत गए हाय रब्बा हाय रब्बा हाय रब्बा हाय रब्बा करिब सिद्ध बाबाको नजिक आइसकेका छौँ तपाईँले देख्न सक्नुहुन्छ मानिसहरूको घन्टी रहेको छ अगाडि चाहिँ मान्छेहरू धेरै नै हुनु रहेछ कोही दर्शन गर्ने क्रममा आउनुहुन्छ भने कोही दर्शन गरेर फर्किने क्रममा आउनुहुन्छ अगाडि चाहिँ सुरुङ मार्ग रहेको छ देख्न सक्नुहुन्छ अग्ला अग्ला पहाडको मुनि सिद्ध बाबा मन्दिर देख्न सक्नुहुन्छ र हामी चाहिँ अब पूजा गर्ने तयारीमा छौँ टक्क अब चाहिँ पूजा गरेर निक्लिसकेका छौँ हामी चाहिँ बाहिर त्यहाँ टक्क पूजा सुजा गरेर हामी चाहिँ अहिले बाहिर छौँ देख्न सक्नुहुन्छ मानिसहरू कति हुनुहुन्छ भक्तजनहरू तलदेखि माथिसम्म एकदम लाइन छ देख्न सक्नुहुन्छ तपाईँले चाहिँ पाल्पाको सिद्ध बाबा मन्दिर उता चाहिँ ट्राफिक पुलिसहरूले चाहिँ गाडीलाई पार गरिरहनु भएको छ किनकि त्यहाँ जाम नहोस् भन्नको लागि भक्तजनहरूको लागि सहज होस् भन्नको लागि देख्न सक्नुहुन्छ तपाईँहरूले चाहिँ सिद्ध बाबाको वातावरण